यति बेला चाहिँ म भिक्टर हार्बर आइपुगेको छु। हामी चाहिँ सेकेन्ड भ्यालीबाट ऱ्यापिड भ्यूमा जाँदैछौँ। बाटो चाहिँ माई गड नै छ होइन। यति बेला चाहिँ म भिक्टर हार्बर आइपुगेको छु। साह्रै भोक लागेर क्याब्स लिएँ होइन। दाइको चाहिँ आज स्याटरडे केही पनि बाहिरको नखाने भएको कारणले दाइले चाहिँ जुस लिन जानुभयो। मैले चाहिँ क्याब्स लिएर आएँ। अब चाहिँ हामी आइल्यान्डमा जान्छौँ हिँडेर। समुद्रको बिचको टापुमा जाँदैछौँ हिँडेर। हामी चाहिँ यहाँ आइपुग्नलाई 1 घन्टाको ड्राइभ मतलब 40 घन्टाको ड्राइभ लाग्थ्यो। तर बाटोमा अलिकति गाडीले धक्कादिएको भएर हाम्रो ठ्याक्कै 1 घन्टा लाग्यो। र अहिले चाहिँ हामी आइसकेका छौँ। अब हामी जान्छौँ टापुमा। यो चाहिँ भिक्टर हार्बरको चाहिँ रेलवे राइड नि ठाउँ रहेछ है। अहिले चाहिँ म ठ्याक्कै भिक्टर हार्बरको समुद्रको बीच किनारामा छु। र किनाराको मेन विशेषता भनेको चाहिँ हामी यो जुन पुल देखिरहनु भएको छ त्यो पुल तरेर हामी यो टापुमा जान मिल्ने रहेछ। यो भिक्टर हार्बर चाहिँ यसको एउटा मेन विशेषता भनेको चाहिँ सामुद्रिक टापु रहेछ। जुन मेरो हातनिर देखिरहनु भएको छ त्यो समुद्रको बिचमा रहेको ढिस्को अथवा पहाड जसलाई सामुद्रिक टापु भन्ने गरिन्छ। त्यो मेन विशेषता यो रहेछ। र म चाहिँ लाइफमा पहिलोचोटि सामुद्रिक टापुमा जानेवाला छु। त्यो टापुमा जानेवाला छु। र म चाहिँ लाइफमा पहिलोचोटि सामुद्रिक टापुमा जानेवाला छु। त्यो टापुमा जानेवाला छु। र यहाँको अर्को विशेषता भनेको यो घोडाले तान्ने गाडी पनि रहेछ। जुन चाहिँ रेलको लिक जस्तो बाटो छ यो गुडेर जाने गर्छ। हामी यसमा पनि पे तिरेर पनि हामी यो पुल पारी जान सक्छौँ र हामी हिँडेर पनि जान सक्छौँ। अभियसली जानको लागि चाहिँ हिँडेर जाने कोसिस गर्दैछु होइन, ताकि यसको पनि अनुभव लिउँ। समय मिल्यो भने म यसमा फर्कनेछु। र यो देख्न सक्नुहुन्छ यो हिँड्ने चाहिँ ठ्याक्कै रेल मार्ग जस्तै हुने रहेछ। यसको बिचमा सायद लिकमा अड्किन्छ होला अनि घोडाले तान्दाखेरि गाडी आउँछ। र थाहा छैन अब यसको विशेषता के हो। अब यिनीहरू यो केही न केही मिनिङ होला यसको म देखाउँदैछु। हामी चाहिँ सामुद्रिक टापुमा जानुभन्दा पहिला चाहिँ हामीले यो देख्नेछौँ। सायद यसो हेर्दाखेरि चाहिँ यो भाला हानेको जस्तो देखिन्छ। र यो उसको जुन हामीले अनुहार हेर्दाखेरि चाहिँ लिच्छिपीकालतिरको मतलब धेरै पुरानो पुर्खाहरूको पालाको जस्तो देखिन्छ। एकदमै स्पेसल प्लेस भनेर लेखिराखेको छ। यो जुन पछाडि देख्नुभएको पहाड चाहिँ यो समुद्रको बिचबाट पुल बनाएर चाहिँ वहाँसम्म जाने बाटो बनाएको छ। र म चाहिँ यो बाटो अब हिँड्दैछु। अहिले चाहिँ त्यो टापु हो है। टापुमा चाहिँ म छु है अहिले। रेलको जस्तो लिक त यहाँ पनि छ होइन, तर जहाँसम्म लाग्छ उताबाट आउने ठाउँमा पनि यो यस्तो लिक चाहिँ देखेको थिएँ मैले होइन। तर त्यहाँ मैले स्टोरी हेर्दाखेरि स्टोरी त्यो पढेको ठाउँमा चाहिँ
समथिङ कति वर्ष अगाडि भनेर के लेखिरहेको थियो। मेबी त्यति बेला चाहिँ जुन घोडाले यो गाडी तान्थ्यो नि त्यति बेला चाहिँ यो लिकबाट तान्थ्यो होला मेबी। सायद यो पुल पुरानो भयो अनि त्यहाँ जोइन गरेको छ यिनीहरूले, पुलमा जोइन गरेर उतापट्टि भागमा चाहिँ त्यो घोडाले गाडी तान्ने ठाउँ बनाएको छ, रेलको लिक जस्तो हालेर। आई थिङ्क त्यो हुनसक्छ किनकि यो पुल यहाँनिर इन्ड भएको छ, बिचमा काठहरू छ। अहिले म तपाईँलाई देखाउने छु होइन। मैले सोचेको थिएँ पहिला यो पानीको बहावहरूलाई कम गर्नको लागि चाहिँ अब ढुङ्गाहरू राख्ने गर्छ नि त, एकदमै प्रेसर आएपछि अब यो भूमिहरूमा ठाउँहरूमा पुग्छ भनेर। तर मैले अहिले यो हेरेपछि यहाँनिर देखियो यो होइन, फलामको देखियो नि त 187 इयर्स हो कि यो ढुङ्गा उत्यो भइहाल्यो होइन। सबै कुराहरूको स्टोरी रहेछ। अनि यहाँबाट यो जुन देखेको छु यो होइन, यो चाहिँ मैले सोचेको थिएँ पहिला पानीको बहावहरूलाई कम गर्न राख्यो भनेको, भरे यहाँबाट ऊ त्यहाँ अगाडिको पुल छ क्या, हो यो पुलमा गएर चाहिँ यो जोइन हुने रहेछ। त्यसले कमजोर भयो होला, त्यसको हिसाबले चाहिँ अलिकति बलियो रूपमा चाहिँ त्यो बनाएको रहेछ। र त्यसबाट आइराखेको छ घोडाले तानिराखेको छ यो एउटा गाडीलाई। म नजिकबाट देखाउने छु तपाईँहरूलाई त कि मैले जुन घोडाले गाडी तान्छ भनेको थियो यो गाडी चाहिँ यही हो। यसमा चाहिँ व्यावसायिक रूपमा भन्दा पनि यसमा चाहिँ इतिहास रहेछ, इतिहास छ होइन। मैले देखेँ यो चाहिँ धेरै वर्ष अघिदेखि नै चलिआएको रहेछ। यो पार्कको बारेमा चाहिँ कहाँ कहाँ के छ भनेर यहाँ छ म्यापमा, म यहाँ छु। यो हेयर भनेर लेखेको छ। अघि घोडा आएको बाटो यो भइहाल्यो, यो घोडा आएको बाटो यहाँ लगेर रोकिने रहेछ। यो चाहिँ यहाँनिर चाहिँ यो कफी खाने ठाउँ होला आई थिङ्क, मैले देखेको थिएँ। अब यहाँबाट हिँडेर आइपुगेर फेरि यहाँ पुग्ने रहेछ। यति फर्स्ट टाइम टापुमा आएपछि यति त हिँड्नै पऱ्यो। सो म चाहिँ यो बाटो जानेछु, मतलब म यो बाटो जानेछु है त। सो लेट्स गो। र यो टापु पुरै घुम्नको लागि चाहिँ मलाई आधा घन्टा जति लाग्छ होला, जतिभन्दा पनि बढी लाग्छ होला। सबैजनाले यो आइसल्यान्डमा आइसकेपछि चाहिँ यो दुईवटा ढुङ्गा र यो ढुङ्गाहरूमा चाहिँ फोटो खिच्ने रहेछ। केही न केही अब होला यसमा पनि लखरक घुमेर चाहिँ आइयो गाइस होइन। सरी ल, कस्तो एकजना साथमा होस् चिया खाने होइन, कालो चिया टक्क यहाँ बसेर जिन्दगी जिउनलाई खुसी हुनलाई केही चाहिँदैन क्या। यो चाहिँ अब मैले जे देखाउन जाँदैछु त्यो रकहरूको चाहिँ हिस्टोरी हो। र अहिले चाहिँ म टापुमा छु, समुद्रको बिचको टापुमा छु। यो पहाड जहाँ छ त्यसको चारैतिर समुद्र छ। यो एक साइडको समुद्र भइहाल्यो, अर्को साइडको समुद्र रिङ्गै छ। म देखाउने छु। यो चाहिँ सरी गाइस, सो मेरो मोबाइलको चार्ज चाहिँ 2% मा आइपुग्यो भिडियो खिच्दा होइन। सो योभन्दा बढी लामो भ्लग चाहिँ मैले इन्क्लुड